भन्दनी नपुछर सिंगाउँछ नपुछर सिंगाउँछ केटी देख्दै ए मनभन्ती रिङाउँछ तै गफलाई हिँड्ने कहिले लाई हिँड्ने कहिले कति चोटी ओइ ढल्यो त अहिले राम्री देख्दा मनमा नै जले पत्तै पाइन काँढले लिफ्ट मागेर आउँदै थिए सडकमा ढलिरहेथ्यौ ओइ पुतली सडक तिमी जस्ती मै राम्री हातमै थी मै मात्रै कि ए पुतली साथमै थी ए झन्डै टडक्दै माथि चढेथ्यो दुईवटीको ओइ बिचमा लड्यो सिम जाँदा ढोग्या थिएँ देउती त तिमी जस्तै ए थी नानी एउटी ए पुगेन र अझै नि कोटा एउटै रूपको ओइ हुन्छ रे सातवटा मेरो पीडा बुझ्देका खोइ त किस भन्ने झैँ ओ देखिन्छन् कोही त ए सम्मान गर्छु बोलीलाई धन्ने पाए कन्ने ओइ नपाए किस भाथी पहिला उसैको साथीमा धामी नली ओ हिँड्दिन ए अब आशैला छैन मौलाउँछ जहिले केटी ओइ घुमासी बोलाउँछ कि त पाए नि निकै हो अध भैँसे ए मिले त ठिकै हो अहिलेसम्म जो छ घुमाउँछ आटा ओइ बोकेर घुमाउँछ हुन सक्छ उतैको पाउनी के गर्ने त गैँडाकै याद आउने ए कहिले गैँडा कहिलेको हात्ती फेरि खराब होला है त्यो छाती मेरो होप सबै खस्यो हात्ती गैँडा रे बिचैमा स्याल बस्यो ए हात्ती गैँडा काहीँ बस्यो साडे कतै छ साडे मकै बारी ओइ खोज्दैछ बन्द अब कता मोडौमा ध्यान पनि उराट लाग्दो अरे देखिन्छ ज्यान ए अब खोज्दै जानु है जा पाउँछ उराठ लाग्दो ओइ भए नि कहाँ पाउँछ ए को हेर्थ्यो र भेडाको जस्ती घरमै आफ्नी ए छँदैछिन् सुन जस्ती ए साथै लिन्थ्यो झझलको आए त फलाम पनि ओइ छोड्दैनौ पाए दमाईको छोरो बाटौँ क्या हो मायाको डोरो राजु परियार र देवी हालेको बिचमा घम्सी भयो विशेष त मलाई यो हुर्केली जुन मैले सुदूरपश्चिममा जाने क्रममा जहिले पनि मैले पनि देउडा गाएको छु धेरै गीतहरू हुर्के नाच पनि हेरेको छु मैले बाजुरा जिल्लाको मार्ताडीमा पनि हेरेको र आजको हुर्केको कुरा चलिँदाखेरि मलाई कता लाग्छ यो हुर्के सम्बन्धी मात्र नभए नेपालमा यस्ता धेरै चिजहरू छन् लोक सम्बन्धी प्राज्ञिक थलोमा यसको चाहिँ यो बाजाको विषयमा नाचको विषयमा गीतको विषयमा जति पनि हाम्रो सम्पत्तिहरू छन् यो बहस हुन जरुरी छ जस्तो लाग्यो मलाई यसको लागि छुट्टै एउटा एकाडेमीको आवश्यकता मैले पाएको छु